नमस्ते साथीहरू, घरमै बनाउनुहोस् यति मिठो नरिवलको लड्डु। यसको लागि मैले नरिवलको धुलो, मिल्क पाउडर, चिनी, सुकमेलको धुलो र बदाम लिएको छु। अब एउटा प्यानमा दुध बसाल्छु र यसलाई राम्रोसँग तताउँछु। यो राम्रोसँग तात्दै गइसकेपछि यसमा मैले चिनी एड गरेको छु। चिनीलाई पनि एकछिन राम्रोसँग पकाउँछु। त्यसपछि मैले बदामलाई राख्छु। बदामलाई राखेर म यसलाई 5-10 मिनेट जति पाक्न दिन्छु र त्यसपछि म यसमा सुकमेलको धुलो एड गर्छु। सुकमेलको धुलो राखेर पकाइसकेपछि यसमा मैले मिल्क पाउडर एड गरेको छु। मिल्क पाउडर एड गरिसकेपछि यसलाई मैले 5-10 मिनेट जति पकाउँछु र पाकिसकेपछि यसमा अब मैले नरिवलको धुलो राखेको छु। नरिवलको धुलो मैले 300 ग्राम जति राखेको छु। यसलाई राखेर म अब यसलाई राम्रोसँग पकाउँछु। यो पाक्दै गइसकेपछि यो रातो रातो भइसकेपछि यसलाई मैले ग्यास बन्द गरिदिएर 20 मिनेट जति सेलाउन दिन्छु। 20 मिनेट जति यसलाई सेलाउन दिइसकेपछि अब हामीले लड्डु बनाउन सुरु गर्छौं। हेर्नुस् त मैले बनाएको लड्डु यस्तो शेपको हुँदै आइसकेको छ। फाइनल्ली मैले बनाएको लड्डु रेडी भइसक्यो। यसमा मैले केसर पनि एड गरिदिएको छु। थ्यांक यू सो मच फर वाचिङ।